हेलो एभ्रिवान, नमस्ते। म संस्कृत पढ्थ्यो। आज चाहिँ म टोखाको स्कुल गएको थिएँ, के अरे सरस्वती स्कुल। म मेरो भाइलाई लिएर अनि यहाँको माहौलहरू यसो घुम्दै घुम्दै हेर्दै बस्दै गरेँ। धेरै बोर लाग्यो अनि फुलबारतिर यसो घुम्दै त्यहाँको सानोतिनो पिक्चरहरू लिएँ। त्यस पछाडि मैले यसो घुमेँ। फुलबारीमा चाहिँ अलिकति त्यो स्याहारसुसार नपुगेको जस्तो लाग्यो, तर पनि राम्रो देखिरहेको थियो। सबै फुलहरू फुलेका थिए। त्यही भएर म यो साइडमा गएँ, एउटा गुलाब फुल चट्ट फुलिरहेको रहेछ। यसलाई जुम गरेर मजाले खिचिदिएँ। त्यस पछाडि यतातिर लागेँ। म यहाँदेखि लागेपछि एउटा बाँस जस्तै रुख देख्छु क्या। अनि यो चाहिँ के रहेछ गएको फुलै रहन्छ। त्यहाँदेखि यतापट्टि फुलको ठाउँमा आएँ म। त्यहाँदेखि म यसरी घुम्दै गर्दै गरेको थिएँ। हेर्दा टिफिन भयो। टिफिन भइसकेपछि यसो हेरेको, यो केटाकेटीले के गर्छन् भनेर खाना खानलाई रक पेपर सिजर, खाजा खानलाई रक पेपर सिजर खेलेर खाँदो रहेछन्। अब यो बहिनीले खेलिसकेपछि यति टाढा भागेर जाने है, आधी टाइम चाहिँ जाला जस्तो लागिरहेको थियो। तर त्यो सँगसँगै म यसरी घुमिरहेको थिएँ। अर्को साथीले यति मजाले गुवाम खाइरहेको थियो दुईजनाले। त्यस पछाडि म यसो फर्केर हेरेको, अरू पनि बच्चाबच्चीले मैले भिडियो गरेको थाहा पाएँ जस्तो फिल लाग्यो मलाई। त्यस पछाडि बच्चाबच्चीले पनि मलाई हाई गरे। त्यस पछाडि यिनीहरू पनि रक पेपर सिजर खेल्न लागे। अनि यिनीहरू पनि खाजाको सिस्टम चाहिँ सबैको त्यही रहेछ। खाजा खाइसकेर टन्न पेट बनाएर चाहिँ घुम्दै फिर्दै गर्दै थिए। यिनीहरू एकैछिनमा खाइसकेपछि कुद्न थाले, डङ लड्ने खेद्ने गर्दै खेल्न थाले। सायद यो खाना पचाएको होला। अनि मलाई चाहिँ मेरो पुरानो दिनहरूको सबै कुराहरू याद पनि आइरहेको थियो। अनि एकदम रमाइलो पनि लागिरहेको थियो यसरी हेर्दै हेर्दै। थ्याङ्क्स फर वाचिङ गाइस।